केटा पास भयो पास माको पास स्मुथ भयो भने चाहिँ यहाँ ट्राफिक अब 6-7 जना बसिरहन्छ पैसा हुनेहरू तातो घाम लागेको छ बिहानीको मिरमिरे घाम से बुझ्नु भयो होला ट्रायल हो पक्कै ओहो नट हाल्नुपर्छ कि साउन्ड मोडिफाई गरेर अनि म चाहिँ यही हो नट मान्छेहरूले के भन्छ होला है ओके गाइज हेर्न सक्नुहुन्छ तातो तातो घाम लागेको छ बिहानीको मिरमिरे घाम सँगै फेरि पनि आएको छु हजुरहरूको अगाडि बिहान बिहान ताजा ताजा भ्लग ल्याउँदै अब के गर्ने यस्तै छ जिन्दगी सो हेलो एन्ड गुड मर्निङ एभ्री वान होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु एन्ड वेलकम ब्याक टु माई अनदर न्यू एपिसोड मेरो एनएस बेबको ओहो साउन्ड त फेरि बबाले छ है साउन्डको त फेरि खतरा हो आयो भागौँ बाटो छोडौँ है अलिकति अप्ठ्यारो छ क्या त्यही भएर पनि मलाई कस्तो झ्याउ लाग्छ क्या चलाउने म्याम पाका बिल्कुल कुरा मिल्दैन क्या यस्तरी बिल्कुल माटोक्ने वेलकम ब्याक टु माई न्यू ब्लग विथ NS 200 साथीभाइ हो स्वागत छ हजुरहरू त उठ्नु भएको छैन होला होइन यति चाँडै अब म चाहिँ उठेर लागिसकेको छु आज चाहिँ मेरो के छ भन्दाखेरि हिजो बायोमेट्रिक थियो बायोमेट्रिक भनेपछि त हजुरले बुझ्नुभयो होला ट्रायल हो पक्कै वाउ खेदाउने माया पाका त भेट्लास् बिहान बिहानै फेरि राम्रोसँग बसिस् भने माया पाउँछस् न भेट्छस् बिहान बिहान फेरि आज चाहिँ ट्रायल छ गाइज है अब ट्रायल दिन गइरहेको छु म चाहिँ मलाई सबैजनाले अल द बेस्ट भनिदिनु होला अलिकति ओहो धेरै धेरै लुक्दै हिँड्यो क्या धेरै डढाउँदै हिँड्यो अति भयो अब कति लुक्दै हिँड्नु कति उ गर्दै हिँड्नु भनेर चाहिँ आज निकालिदिन्छु नै भनेर ओहो हो लाग्यो यो एकान्त कुनातिर अब जानु त पुरै फुल्लेर गएको छु ओम नमः शिवाय यहाँ ढोक्नुपर्छ नढोकी त फेरि गाह्रो पो छ त ल अब दर्शन पनि गरि नै हालेँ मैले होइन ओम नमः शिवाय डर पनि लागिरहेछ हल्का हल्का चाहिँ डरले यहाँ मुटु ठाउँै छोड्नु आँटिसक्यो मामाहरू अगाडि बस्दै बसी त डर लागिहाल्छ नि हौ है लाइसेन्स त निकाल्नु पर्यो डर लागेर त भएन अब पुरै छाती फुलाएर जानुपर्छ घरमा टक्क मासु भात पाकिरहेछ सुँगुरको मासु भात पाकिरहेछ क्या फेरि पास भएर पावर त फेरि NS 200 को त यस्तो बवाल छ माको समेतको फ्यान हो क्या म पावर चाहिँ किलोर चाहिँ छ क्या पावर लुक्स त्यही माथि साउन्ड पनि बनाएको छु मामाले मलाई बनाउँछ फेरि अलिक हेरेर हिँड्नुपर्ने हुन्छ ग्रुपमा हिँड्ने साथीहरू भएन क्या मेरो न म यति मजा आउँथ्यो यार भ्लग बनाउन यार कस्तो फिका लाग्छ यार एक्लै अब कतै जानु पनि अलिक अड लाग्ने त्यही माथि ठाउँहरू पनि थाहा छैन अब मैले दाइहरूलाई त रिक्वेस्ट गरेको छ मेरो दाइहरूलाई होइन दाइ यसो राइडमा हिँड्ने भयो भने चाहिँ मलाई बोलाउनु न दाइ भनेको थिएँ ल ल भाइ भन्नु त भन्नुभएको छ अब खै के हुन्छ हेरौँ मेरो टाइम मिल्छ कि मिल्दैन त्यति बेला दाइहरू त अब जति बेला नि गइदिन्छ नि त ग्रुप राइडमा जानु पाएको यति मजा आउँथ्यो ग्रुप राइडमा पनि फेरि टक्क होइन पैसा चाहिँ कसैसँग नहोस् मतलब सबजना भिको ग्याङ बाइक चाहिँ होस् होइन कुनैसँग पैसा भयो भने त अब पैसा भएको मान्छेले त यो खाउँ त्यो खाउँ भन्छ नि त अनि अब सबैसँग मिलाएर खानुपर्ने हुन्छ फेरि पैसै होइदिँदैन क्या मसँग चाहिँ अनि तर अब त फेरि अर्को लफडा त्यहाँ हुन्छ क्या
अनि यता ठस्किने उता ठस्किने हुन्छ त्यही भएर इक्वल लेभलको हेर्नुपर्छ क्या टिममेटहरू चाहिँ आज पनि ओपनिङ त छ यार तमुलो शर्मा पनि छुट्टी छैन भनेपछि त ओहो ट्रायल हुन्छ कि आज मुटु ढुकढुक हुन थालिसक्यो गाइज ओ सेट सबैजनाले मलाई ब्लेसिङ्स दिनु यार के गर्नु यार मर्दको दर्द नै हो त भन्छ तर क्या गरौँ इतना डर यसको फेरिमा के हो यो एनएसको एउटा सिस्टम मलाई सबैले भन्नु होइन हो कि होइन मेरो दाइको त्यहाँ एकजना दाइको नि एनएस छ होइन अनि हिजो त्यो एनएसबाट मतलब मेरो चाबीले त्यो दाइको एनएसमा खोलेको पुरै सबै खोलिरहेको थियो क्या यहाँ सिटदेखि लिएर होइन फ्युल ट्याङ्कदेखि लिएर यो सब अन भइरहेको थियो क्या मेरो चाबीले क्या उहाँको चाबीले चाहिँ भएको थिएन तर यो आज पनि ट्रायल छैन क्या हो भाइ प्र्याक्टिस हो दाइ आज ट्रायल हुन्छ यताबाट बिल लगेर जान्छु दाइ आज ट्रायल हुन्छ ट्रायल हुन्छ नि भाइ हो एक भिडियो हो कतै केही टिप्नुपर्छ दाइ नम्बरहरू केही पनि पर्दैन हो सिधै लाइनमा जाने हो अहिले लाइन भरे यहाँबाट सुरु हुन्छ भाइ ए म बाहिर चिया खाँदै बस्छु है दाइ अन्त पैसा पनि हुनु पऱ्यो नि 15 मिनटको 300 रुपियाँ लिन्छ यार यहाँनिर गाह्रो छ नि सबजना यहाँ सिकिरहेछन् ल पैसा हुनेहरू पछाडिपट्टि लाइन छैन त के भएको अहिले त 2 hours later पास भयो आफू नि हो ल यार ल कङ्ग्रेचुलेसन ए धन्यवाद तर चाबी हजुर दाइ बिस्तारै हजुर दिदी हजुर जोस भातै खाएको छैन दिदी पास भयो पास माको भगवान् पास पास चाहिँ भइसक्यो होइन मेरो त एभ्री टाइम जान्छ हेर्नु यस्तो दामी लुक्स देखिरहेछ मा हेलमेट बोकिरहेको थियो होइन हेलमेट बोकिरहेको थियो अनि त्यो के भन्छ के गाडी छ कि क्या अहिले पनि लाइसेन्स ननिकाली भन्नु थाल्यो क्या मामाको सातो उल्टीको होइन सर स्कुटरको हो मेरो पहिला स्कुटरको चाहिँ मैले दिइसकेँ निकालिसकेँ भने अनि ए भन्दै थियो ल फेरि फेल गराइदिन्छु रे क्या आमाबाका खुसीले गर्दा जन्ममिति बिर्सेको क्या मैले ल लड्डु दिनु न त 4वटा त बिहान चढाउनु पर्ने हो कस्तो दामी क्युट उयसमा प्याक गर्दैछ यार ल उल्टो चाहिँ खोलेछु पेडा चाहिँ यसरी हो अब यो चाहिँ मेरो आफ्नै उयो हो होइन जस अब हजुरहरू के सोच्नुहुन्छ थाहा भएन तर यो चाहिँ मैले अब आफूले गरेको भएर यसरी चढाएको अब हजुरहरू त्यस्तो अन्यथा नसोचिदिनु होला होइन किनभने सबैको आफ्नो उयो हुन्छ म चाहिँ एउटा विश्वास गर्छु अनि त्यही भएर चाहिँ उ गरे हो फेरिमा आजकलको समाजहरू त खत्तम पो हुन्छ क्या अलिकति त्यही भएर अलिकति डर लाग्छ क्या आफैलाई